हामीले कोही घरमा पोहोर पाउन आउँदाखेरि जुत्ता लाएर आएको मान्छेले जुत्ता खोलेर हातमा बोकेर आउनुपर्छ हाम्रो घरमा। नमस्कार दर्शकबिन, यतिखेर तपाईँ हेर्दै हुनुहुन्छ सानुखबर.com। म यति बेला छु दिसपुर सिमरापुर महानगरपालिका वडा नम्बर 2 मा अवस्थित रहेको आदर्श टोलमा एउटा समस्या परेको छ दर्शकबिन। तपाईँ हेर्दै हुनुहुन्छ यो बाटो, यो बिचमा नाला छ, तर यो बस्ती विकास बनिरहँदाखेरि चाहिँ यो बाटो विकास हुन सकेन। यहाँ कयौँ ठाउँबाट बस्ती विकास गर्नको लागि कयौँ मान्छेहरू बसाइसरे गरेर घर पनि बनाइसकेका छन्, तर यहाँका जनप्रतिनिधिहरूले यो बाटो देखेन। यो बाटोमा एम्बुलेन्स चल्न गाह्रो भयो। यहाँका सर्वसाधारणको गुनासो छ, यहाँ एम्बुलेन्स नआउँदा एउटा वृद्ध भए परिस्थितिमा थियो, झन्डै बितेका थिए। यस्तो घटनाले समाजमा एउटा नराम्रो पक्ष जान्छ। त्यसैले म आज यो रिपोर्ट गर्न आएको छु। यहाँका रोडको साँघुरो अथवा यहाँ रोड नबनिरहँदाखेरि यहाँ हिलो, यहाँ मान्छे लड्ने, यहाँ मान्छे लडेर घाइते हुने जस्तो समस्या देखिएको छ। तसर्थ म यही बस्तीका एक सर्वसाधारण बोलाउन चाहन्छु। हजुरको शुभ नाम सर? मेरो राजकुमार शर्मा। यहाँका मर्मको विषयमा, यहाँको बाटोको विषयमा भनिदिनुहोस्, के छ परिस्थिति यो ठाउँमा? अब यो बाटोलाई हामीले त अब अहिलेलाई हेर्नुहोस्, एउटा घरमा कसैको घरमा बिरामी पऱ्यो भने एउटा एम्बुलेन्स पनि आउन सक्दैन। त्यस्तो अप्ठ्यारो छ हामीलाई। लगायत अब पानी पऱ्यो भने पुरै सिमराभरिको पानी यही बाटोबाट ओभर भएर जाने हो। हामीले कोही घरमा पोहोर पाउन आउँदाखेरि जुत्ता लाएर आएको मान्छेले जुत्ता खोलेर हातमा बोकेर आउनुपर्छ हाम्रो घरमा। त्यस कारणले धेरै जसो पोहोर पाउनहरू पनि हाम्रो त्यहीबाट विस्थापित हुन्छ, त्यहीबाट फर्केर जान्छ। यो नाला कहिले बनेको? पहिला यो नाला बनेको 1 वर्ष भइसक्यो। 1 वर्षसम्म भइसक्दा पनि भित्र माटो हाल्न सकेको छैन। बाटो बनाउने पक्षमा बताइदिनुहोस्, कहिले बनाउने जस्तो कुराहरू? केही कुरै आइरहेको छैन। यो बाटो बनाउने हामीले जनसमुदायहरूसँग कुरा गऱ्यौँ, तर आउँछ बजेट। यहाँका विकास समितिका अध्यक्षले के भन्नुभएको? बजेट आउँछ भन्नुहुन्छ, तर बजेट कुन राजाको पालामा आउने हो हामीलाई थाहा भएन। बजेट पास भएको छ कि छैन के लाग्छ? त्यसको बारेमा हामीलाई केही जानकारी नै छैन। के जानकारी पनि पाउनु भएको छैन। अब यहाँ त बुढाबुढी हिँड्दाखेरि राति कतिजना लडेर यहाँ हात खुट्टामा चोट लाग्छ, अप्ठ्यारो छ बाटो। हामी तनेरले त हिँड्न अप्ठ्यारो लाग्छ भने बुढाबुढी त लडिहाल्छन् नि यो बाटोमा। अब यही हो यहाँको समस्याहरू। दर्शकबिन, उहाँले भन्नुभएको यहाँको समस्याको बारेमा बताउनु भयो। यहाँका रोडले चाहिँ सर्वसाधारणलाई निकै नै गाह्रो भएको छ। राति हिँड्न वा दिउँसो हिँड्न वा अथवा यहाँका केही भएपरि आएमा मेडिकलको लागि एम्बुलेन्स बोलाउँदाखेरि चाहिँ यो बाटोमा बिचमा नाला भइरहँदा जिप चल्न गाह्रो भयो, एम्बुलेन्स चल्न गाह्रो भयो। तसर्थ यो ठाउँमा चाहिँ रोड बन्न, बाटो बन्न निकै नै आवश्यक देखिन्छ। तपाईँ यो 2 नम्बर वडाका अध्यक्षज्यू धनबहादुर श्रेष्ठज्यू, तपाईँ यो भिडियो हेर्दै हुनुहुन्छ भने यहाँका मर्म बुझ्नुहोस्, यहाँका पीडा बुझ्नुहोस्, यहाँका सर्वसाधारणले भोग्ने शास्ति बुझ्नुहोस्। त्यसैले तपाईँ यो भिडियो हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्नु होला, यो बाटोको लागि, यो बाटोको विषयमा कमेन्ट गर्नु होला अथवा सेयर गरेर हामीलाई साथ दिनु होला। यो बाटो निकै महत्त्वपूर्ण हुन्छ। कुनै बस्तीमा चाहिँ बाटो चाहिँ बन्न चाहिँ निकै महत्त्वपूर्ण हुन्छ, किनकि यही ठाउँबाट घर जाने, यही ठाउँबाट काम गरेर घर फर्किँदाखेरि लड्न सकिन्छ, लडिँदा चोट पटक लाग्न सकिन्छ। तसर्थ यो बाटो बन्न चाहिँ निकै आवश्यक देखिन्छ। तपाईँ हेर्दै हुनुहुन्छ भने यो भिडियोलाई सेयर गरेर हामीलाई साथ दिनु होला अथवा कमेन्ट गरेर सर्वसाधारणले घचघचाउनु होला। मेरो काम चाहिँ यहाँका रिपोर्टिङ गरेर तपाईँ माझ यहाँका गुनासोहरू हामीले तपाईँ माझ पुर्याउने हो। तसर्थ यो ठाउँमा चाहिँ रोड बन्न निकै आवश्यक देखिन्छ र अबका आउने दिनमा कहिले बन्ने, कसरी गर्ने भनेर यहाँका वडा अध्यक्षज्यूले चाहिँ यहाँ आएर समन्वय गरेर यहाँका सर्वसाधारणहरूसँग समन्वय गरेर अब यो बाटोको बजेट कसरी निकाल्ने, बजेट कसरी बनाउने, यो बजेट बनाइरहँदा चाहिँ यो बाटोलाई कसरी राम्रो बनाउने भनेर तपाईँ आफै बुझ्नु होला वडा अध्यक्षज्यू। तसर्थ यो भिडियो तपाईँ हेर्दै हुनुहुन्छ भने यो ठाउँमा चाहिँ बाटो बनोस् भनेर मेरो पनि चाहना र यहाँका जनसमुदायको पनि चाहना हो। पानी परिरहँदा चाहिँ नालाको विषयमा बताउन चाहन्छु तपाईँ। नाला बनाइयो, तर पानी पश्चिमपट्टिको सूर्य नेपालको गेट अगाडि नै खोला छ अथवा त्यहाँ यो ड्रेनेज, यो नालाको पानी उता जाने ठाउँमा ब्याकवार्ड हुन्छ, पछाडिपट्टि आउने। यहाँको पानी उतापट्टि जाने ठाउँमा चाहिँ पछाडिपट्टि आउने। यो नाला बनाउने ठेकदारको पनि गल्ती हुन सक्छ दर्शक पनि। यो नाला कसरी बनाइयो कि
यो पानी परेको पानी चाहिँ उल्टै पछाडि हुन्छ, अगाडि बढ्ने ठाउँमा चाहिँ पछाडि बगेर आउँछ। अनि पछाडि बगेर आउँदाखेरि यहाँ चाहिँ हिलाम्य हुन्छ, यहाँका बाटोहरू हिँड्न मुस्किल हुन्छ। त्यसैले यो बाटो बनाइरहँदा अथवा यो रोडको परिवेशमा तपाईँले बताउनु, यहाँ बाटो साँघुरो पनि देखिन्छ गाडीको विषयमा, गाडी आउने आवत जावतको विषयमा। म यति भन्न चाहन्छु कि यो बाटो बनाउन निकै नै आवश्यक देखिन्छ। यहाँका सर्वसाधारणहरू चाहिँ निकै शास्ति परेको छ र जनप्रतिनिधिहरूलाई पनि म भन्न चाहन्छु कि यहाँको विषयमा, यहाँ आदर्श टोलको विषयमा चाहिँ तपाईँले सोच्नुपर्ने आवश्यक देखिन्छ। धन्यवाद।